के हामीभित्र साँच्चै असीमित शक्ति लुकेको छ त? टोनी रबिन्सको विश्व प्रसिद्ध किताब अनलिमिटेड पावरले त छ भन्छ। आज हामी त्यही किताबका केही शक्तिशाली सिद्धान्तहरूलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गर्नेछौँ। ती मानसिक र व्यवहारिक टुल्स जसले भनिन्छ नि सफलताको ढोका नै खोल्न सक्छन्। ल अब सुरु गरौँ है त। यो एउटै वाक्य हो, यही एउटै वाक्यले पुरै किताबको सार बताउँछ। अब यहाँ सञ्चार भनेको के हो त? यसको अर्थ दुईतर्फी छ। एउटा, हामीले आफ्नो मनभित्र आफैसँग गर्ने कुराकानी, र अर्को हामीले बाहिरी संसार र अरूसँग गर्ने कुराकानी। सोच्नुस् त, यी दुई कुराको गुणस्तरले नै हाम्रो जीवनको हरेक पक्ष, हाम्रो सम्बन्धदेखि लिएर हाम्रो आत्मविश्वाससम्म सबै कुरा निर्धारण गर्छ। ल, आजको हाम्रो यात्राको नक्सा यस्तो रहनेछ। हामी संसारको गुणस्तरबाट सुरु गर्छौं, त्यसपछि आफ्नो भित्री संसारलाई कसरी जित्ने भनेर हेर्छौं, अनि उत्कृष्टताको सूत्र, सफलताको भाषा र अन्तमा यी सबैलाई जोडेर कसरी एक शक्तिशाली जीवन जिउने भन्ने बारे कुरा गर्नेछौं। ल, पहिलो खण्डमा जाउँ, संसारको गुणस्तर अर्थात् शक्तिको वास्तविक स्रोत। टोनी रबिन्सका अनुसार साँचो शक्ति भनेको पैसा वा पदमा हुँदैन। त्यो त आफूसँग र अरूसँग गरिने संसारमा पो लुकेको हुन्छ। भन्नुको मतलब शक्ति भनेको के